के गरेँ मैले सुरुमा बीमा के गरेँ ब्याट्रीको पोजिटिभ लाइन दिएँ हो ईमा के गरेँ अर्थिङ यहाँबाट यो तार भएर के गर्यो मेन माइनस टर्मिनलमा गयो यालको अर्थ लाइट लोड ल्याम्प होइन यो तीनवटा अर्थले यो बुझिनु है अब हामीले बल्बसम्म यो तार पुर्याउनलाई कहाँ के गर्नु पर्दो रहेछ भने है यालको अर्थ त्यो भइहाल्यो अब त्यसपछि मैले यता हेरेँ दिदी जस्तो मैले मानौँ यो बल्बलाई यहाँ राखेँ अर्कोले यसलाई यहाँ राखेँ उसले त बनाएकै रहेछ रेडी यसलाई मैले यहाँ राखेँ 4 कुनामा राखेँ नि त हो यसलाई मैले यहाँ राखेँ अब हेर है एकदम इजी छ अब यालको लाइन मैले लिएर थोडा होल्ड गर्न अब यहाँ गएर कि यो तारबाट यता अर्थिङ चाहिँ एकजनाले समाइदिनु थियो यो बाटो भएर गयो अब अर्थिङ चाहिँ यहाँबाट आयो होइन अब के भयो यतातिरको दुईटा बल्बहरू जल्न थाल्यो हो अब यताको पनि दुईवटा एकैचोटि 4वटा इमर्जेन्सी बाल्न पऱ्यो भने कसरी बाल्ने अब एकछिन छोड है फेरि यतातिर के भयो त यो बाढी हो होइन अब हामीले यसलाई के गर्न सक्ने भयो भन्दाखेरि अब मुख्य कुरो यिनी 4वटा पोइन्टमा लाइटको लाइनहरू प्लस लाइन त विभाजित गरिदिइसक्यौँ अब के को आवश्यकता छ भन्दाखेरि माइनस अर्थिङको आवश्यकता छ होइन अब त्यो हामी फेरि के गर्छौँ त तारहरू होइन 4वटा एकैचोटि बाल्नु छ नि त हामीलाई एकछिन त्यसरी जम्प गर्न सक्छु बुझेछ नि दिदी फेरि मैले दाइ यो कताले दिएको भनेर बुझ्यौ नि यहाँबाट ल्याएको अर्थिङ यहाँ दिएँ होइन फेरि यहीँबाट यता जम्प गरिदिएँ हो अनि के गरेँ अब यो अर्थिङलाई मैले कहाँ के गर्छु त यसलाई ल्याएर पनि मैले के गर्छु यहाँ दिन्छु अर्थिङ अब यो त लाइटको भइहाल्यो यो त ब्याट्रीको भइहाल्यो यो अर्थिङ सरी यो लाइटको भइहाल्यो यो अर्थिङ भइहाल्यो अब यो अर्थिङ यहाँ दिन्छु यसले सर्लको अर्थिङ पायो प्लस कहाँ गयो यो बाटो भएर प्लस पायो अर्थिङ यो बाटो भएर पायो यसले प्लस कहाँबाट पायो यहाँबाट पायो अर्थिङ यो बाटो भएर पायो है यसले प्लस कहाँबाट पायो यही बाटो भएर पायो अर्थिङ यो बाटो भएर पायो यसरी यसले प्लस कहाँ पायो यहाँबाट पायो अर्थिङ फेरि यही बाटो भएर अर्थिङ पाएन अब हामी जोड्छौँ है त यी ब्याट्रीमा उ गरौँ त्यो हल्ल ल हेर्नुहोस् अब के भयो त लाइटहरू झकास भयो अब यो मध्येमा मानौँ कुनै एकलाई बन्द गर हो नि अब यसरी बलिरहेको बेलामा कुनै एकलाई बन्द गरेर 3वटा बाल्नु पर्ने भयो कसरी हो अब यदि के गर्न सक्छौँ हामीले यसको तार छोड्यो भने यताको बन्द भयो होइन यदि यो तारलाई जोडेर यताको तार छोड्यौँ भने के भयो यताको बन्द भयो त्यताको बन्द अब त्यसलाई पनि जोड हो त्यसलाई पनि जोडेपछि यताको बन्द सुरु गऱ्यो यताको बन्द भयो किन भन्दाखेरि के भयो त यहाँनिर किन कहाँनिर कनेक्सन भयो त हो यसले प्लस लाइन पायो तर अर्थिङ चाहिँ पाएन है अब चेक गर्न सक्छौँ मल्टिमिटरबाट पनि आउटपुट चेक गर्न सक्छौँ आयो कि आएन सुरुबाट हामी के गर्छौँ लाइटको आउटपुट होइन अब यहाँ यसले रिलेमा हाम्रो अर्थिङ पोइन्टमा राखेर यहाँ गरेर बार कति छ 11 पोइन्ट कति आएको छ अलिकति त्यो छ है हो 11 पोइन्ट कति भोल्ट आएको छ होइन अब हामी यही भोल्टलाई यदि यहाँ बल्बसम्म आइपुग्दाखेरि यसरी पनि चेक गर्न सक्छ अहिले कति छ 10 है 10 पोइन्ट कति भोल्ट त्यहाँ आएको आउटपुट अब यो बल्ब किन बलेन भन्दाखेरि हेरौँ है त अब के कारणले चाहिँ यसरी चेक गर्दाखेरि रिडिङ देखाएन अब कुन आएन प्लस आएन कि माइनस आएन भन्ने कुरा अब मानौँ सुरुमा के चेक गरौँ प्लस चेक गरौँ कि माइनस एउटा न एउटा पोइन्ट छुटेर त बलेन नि त होइन अब थाहा त छैन कि हामीलाई यो बल्ब नबल्नुमा के कारण भन्दा चलिआएको हाम्रो प्लसमा उ दिनु पऱ्यो भनेपछि रिडिङ देखाएन नि त हो त्यसो भए यहाँ माइनस आएको छैन हो त्यसपछि के थाहा प्लस पनि आएको छ कि छैन त्यो पनि चेक गर्नु पऱ्यो नि त होइन त्यसपछि यो पोइन्टमा राखेर हामी प्लस चेक गर्दाखेरि के गर्ने मल्टिमिटरको अर्को पिनलाई माइनसमा चेक गर्ने होइन यदि माइनसमा चेक गर्दा ऊ आयो 10 पोइन्ट कति भोल्ट देखायो होइन हो प्लस चाहिँ आएको रहेछ अब माइनस चेक गर्नु पर्दाखेरि के गर्ने यो बल्बमा माइनस पोइन्ट राखेपछि ब्याट्रीको अथवा यो रिलेको पोइन्टमा के गर्नु पर्यो प्लसको दिनु पर्यो होइन यदि प्लस चेक गर्दाखेरि के गर्नु पर्यो रिलेमा माइनस राखेर यता प्लस पोइन्ट राख्नु पर्यो यसरी हो अब के छ आएको रहेछ नि भनेपछि यसलाई के को अपुग रहेछ माइनसको अपुग रहेछ होइन प्लस त आइरहेछ भनेपछि अब लगाउँ जोडौँ ल
ल अब हामीले एउटा सर्किट पुरा गर्न सक्यौँ हो रिलेदेखि के लिएर आयो लाइट जलेन भने हामीले पुरा गर्न सक्छौँ सर्किट गाडीमा गएर पनि त्यस्तै हो सुरुमा हामीले गएर के गर्नु पर्यो सुरुमा इमर्जेन्सी बल्यो कि बलिन त्यो हेर्नु भयो यदि बलेन भने सुरुमा बल्ब चेक गर्ने त्यसपछि बल्बमा आयो कि आएन कनेक्सन आयो कि आएन होइन लाइन आयो कि आएन त्यो चेक गर्ने यदि लाइन आएन हामी सिधै रिलेमा आउने रिलेमा आएर रिलेमा बी याली बीले प्लस पायो कि पाएन बीले अर्थिङ पायो कि पाएन यालले आउटपुट फाल्यो कि फालेन है यति कुरा चेक गऱ्यो भने हामी यहाँभन्दा बाहिर सेगमेन्टमा जानै पर्दैन यही छ हाम्रो समस्या है त ल हस् त